उम्मेदवार आदरणीय डाक्टर प्रकाश शरण महतज्यू, पार्टीका उम्मेदवार आदरणीय नेता जगदीश्वर नरसिंह केसीज्यू, मञ्चमा रहनुभएको तल रहनुभएको सबै अग्रजहरू, उपस्थित सबै साथीहरू, सबैलाई मेरो हार्दिक नमस्कार। जय नेपाल। म सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज हामी देशको विभिन्न ठाउँमा चुनावी सभा गरिरहेको बेलामा नेपालभित्रका थुप्रै आमाहरूको नजर भने हाम्रो सभातिर छैन। उनीहरूको नजर यो बेलामा मध्यपूर्वको देशमा के भइरहेको छ भन्नेतर्फ छ। उनका छोराहरू अहिले त्यहाँ काम गरिरहेका छन्, कसैका दाइ कसैका भाइ त्यहाँ काम गरिरहेका छन्। र यो बेलामा हामी सबै नेपालीले एक ठाउँमा उभिएर यो पार्टी त्यो पार्टी नबनिकन उनीहरू सबै सुरक्षित रहन् भनेर प्रार्थना गर्नुपर्ने समय हो। त्यसैले कार्यक्रमको प्रारम्भमा म हामी सबैको तर्फबाट प्रार्थना गर्छु, हाम्रा दाजुभाइ दिदीबहिनीहरू जुन जुन ठाउँमा बसिरहेका छन् ती सबै ठाउँमा उनीहरू सुरक्षित रहन्। हामीले नेपाल सरकारलाई पनि भनेका छौँ, यो बेलामा सरकारलाई हामी सबैको सम्पूर्ण साथ सहयोग रहन्छ। पार्टीमा अहिले चुनावी अभियानमा लागिरहेका केही युवा साथीहरूलाई चुनावी अभियानबाट अलग राखेर अहिले काठमाडौँमा हामीले एउटा हेल्प डेस्क सुरु गरेका छौँ, जसले काठमाडौँमा अलपत्र परेका हाम्रा साथीहरू जो बाहिर जानको लागि आएका थिए उनीहरूको बासको व्यवस्था, उनीहरूको यातायातको व्यवस्था गरिराख्नु भएको छ। र उनीहरूको परिवारको सदस्यहरू जसले आफ्ना केटाकेटीसँग सम्पर्क गर्न सकिराख्नु भएको छैन त्यहाँ सम्पर्क गराउने कोसिस पनि गरिराख्नु भएको छ। मलाई विश्वास छ नुवाकोटको यो सभामा आउनुभएका कतिजनाको परिवारको सदस्यहरू त्यहाँ हुनुहुन्छ होला। हामी सबैले त्यसको निम्ति प्रार्थना गरि नै हालेका छौँ। अरू बाँकी रहेको साथीहरूले पनि जसलाई जुन जुन ठाउँबाट मद्दत गर्न सकिन्छ यही बेलामा हामी नेपालीको क्यारेक्टर हो। सिंहदरबार जलाउने हाम्रो चरित्र होइन थियो। हाम्रो दुःख परेको बेलामा, हिजो हामीले भूकम्पको बेलामा हेऱ्यौँ, नाकाबन्दीको बेलामा हेऱ्यौँ, कोभिडको बेलामा हेऱ्यौँ, अर्को नेपालीलाई अप्ठ्यारो पर्दै गर्दाखेरि मद्दत गर्ने हाम्रो चरित्र हो, हाम्रो स्वभाव। यो चरित्र अनुरूपको व्यवहार हामी सबैले राख्नुपर्छ, राख्छौँ भन्ने विश्वास व्यक्त गर्छु। चुनाव आउन अब केही दिन मात्रै बाँकी छ। यो निर्वाचनले नेपालको कम्तीमा पनि अबको दशक नेपाल कतातिर जान्छ भन्ने कुराको निर्धारण गर्छ। यो 2-3 वर्षको मात्र भयो, यो बाटो कता जान्छ भन्ने कुरा निर्धारण गर्छ। फागुन 21 गतेको चुनावले संसद दिन्छ, सरकार दिन्छ। संसद र सरकारको लागि मात्रै चुनाव हो भने त 2084 सालमै चुनाव भइहाल्थ्यो। 2 वर्ष अगाडि चुनाव आएको छ, 2 वर्ष अगाडि निर्वाचन आएको। यो निर्वाचनको परिणाम हामी कोही जित्छौँ कोही हार्छौँ, हामीलाई त्यो जितको महत्त्व हुन्छ। त हामी सबैले एउटा कुरा ख्याल गर्नुपर्छ, यो चुनावमा एकजना हार्नु हुँदैन। त्यो को हार्नु हुँदैन भने जुन आमाले भाद्र 23 गते आफ्नो छोरा गुमाएको छ त्यो आमाको सपना यो चुनावमा हार्नु हुँदैन। त्यो छोरा फर्किन्न, हामीले नाम पनि बिर्सिसक्यौँ। हामीले भाद्र 23 को शहीद भनिदिन्छौँ, जेनजी शहीद भनिदिन्छौँ। त्यो शहीदको नाममा कतिवटा पार्टी खोलेको छ, त्यो शहीदको नाममा कतिवटा गठबन्धन बनेको छ, त्यो शहीदको नाममा कतिले भोट मागिरहेको छ। आफूले नाफाघाटा हेरेका होला। तर त्यो आमाको लागि छोराको शहादतको महत्त्व कतिखेर हुन्छ भने यो निर्वाचन पछाडि जे सोचेर त्यो दिन युवक काठमाडौँमा आयो कि नेपालको अहिलेको अवस्था बदलियोस्, नेपालमा सुशासन होस्, नेपालमा भ्रष्टाचारको अन्त्य होस्, पढे लेखेका युवाहरूले काम पाउन्, पढ्न नपाएकाले पढ्न पाउन्, यी सामान्य सानो कुरा त हो। तिनै कुराहरू पुर्याउने बाटोतर्फ नेपाल गयो। त्यो आमाले जितेको अनुभूति गर्ने हो, त्यो उनी बाटोतिर गएन हारेको अनुभूति गर्ने। त्यसैले कम्तीमा हामीले के कामना गर्नुपर्छ भने यो निर्वाचनको परिणामबाट त्यो आमाको सपना हार्नुहुन्न। र नेपाली कांग्रेसको आजको प्रतिज्ञा नै हामी त्यो आमाको सपनालाई हार्न दिन्नौँ, त्यो सपनाको मलामी जान दिन्नौँ। यो 5 वर्षको समय देशको 1 मिनटको समय पनि हामी खेर फाल्न दिन्नौँ, 1 दिनको समय पनि खेर फाल्न दिन्नौँ। राष्ट्रको ढुकुटीबाट 1 सुका पनि तलमाथि हुन दिन्नौँ। यदि कुनै पनि कांग्रेसको नाममा कसैले पनि राष्ट्रको ढुकुटीबाट 1 रुपैयाँ पनि तलमाथि गर्छ भने त्यो कांग्रेसको सदस्य रहन्न। त्यो प्रतिज्ञाका साथ हामी आएका छौँ। र उसले सजाय पाउँछ, दण्ड पाउँछ। त्यो बेलामा कांग्रेस भनेर जोगाउन्न।
यो प्रतिज्ञा गरेर आएका छौँ। यो 5 वर्षको समय एक दिन पनि खेर नफाल्ने प्रतिज्ञा गरेर आएका छौँ। 74 सालदेखि 500 वर्षको समय खेर गयो। कसैले कसैलाई दोष लगाएर उम्कने ठाउँ छैन। हामी कोही पनि चोखो छैनौँ। 32 सिट मात्र ल्याएको माओवादीले थपक्कसँग प्रतिपक्षमा गएर बस्नु पर्थ्यो वा चुप लागेर बस्नु पर्थ्यो। 32 सिट आएको माओवादीलाई प्रधानमन्त्री बन्नलाई हतार भयो। संसदमा जम्मा केही सिट मात्र जितेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर नयाँ पार्टी आएको थियो, उसले पनि कुनै ठुलो कुरा नगरे हुन्छ। तत्कालै दौरा सुरुवाल सिधाएर उप प्रधानमन्त्री गृहमन्त्री हुन हतार भयो। कमजोरी हामीले पनि गर्यौँ कि एमाले सरकार चलाउनु पर्थ्यो, हामी प्रतिपक्षमा बस्नु पर्थ्यो, कि हामीले चलाउनु पर्थ्यो, एमाले प्रतिपक्षमा बस्नु पर्थ्यो। हामी दुईटै मिलेर सरकार चलाउन गयौँ। हामीलाई यताबाट पनि सरकार चाहियो, उताबाट पनि सरकार चाहियो, यताबाट पनि प्रधानमन्त्री, उताबाट पनि प्रधानमन्त्री, जसको कारणले गर्दा आज कस्तो चुनाव हुँदैछ नेपालमा, जुन चुनावमा योभन्दा अगाडिको 3-4 वर्षको काम गरेको जिम्मा लिने कोही पनि छैन। कसले जिम्मा लिन्छ गएको 3-4 वर्षमा? किन लिन्न भने हामी सबै सरकारमा थियौँ, हामी सबै प्रतिपक्षमा थियौँ। यस्तो हुँदैन। यो नेपालको राजनीतिको जुन